मान्य सदस्यहरू, प्रहरी प्रतिवेदनको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी दुर्गा प्रसाई समेत भएको राज्य विरुद्धको अपराध सम्बन्धी कसुर समेतको मुद्दामा मिति 2081 चैत्र 15 गते राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आयोजनामा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन र सहभागितामा जनविद्रोह घोषणा सभा कार्यक्रम गर्ने भनी पूर्व निर्धारित विरोध कार्यक्रमको सुरुवाती चरणमै राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल, राजावादी, राष्ट्रिय प्रजातन्त्र पार्टी समेतको अगुवाईमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री, प्रतिनिधि सभा सदस्य माननीय डाक्टर धवल शमशेर राणा तथा अगुवाहरू दुर्गा प्रसाई, रविन्द्र मिश्र समेतका प्रदर्शनकारीहरू भेला जम्मा भई स्टेजमा गर्ने भनी तय गरिएको कार्यक्रमतर्फ ध्यान नदिई संसद भवन लगायतका महत्त्वपूर्ण प्रतिष्ठानहरू कब्जा गर्न जानुपर्छ भनी भिडलाई उत्तेजित बनाई गणतन्त्र नेपालको संरचनालाई पल्टाई राजतन्त्र स्थापना गर्ने भनी आपराधिक बलको प्रदर्शन वा प्रयोग गर्न लगाई कार्यक्रम स्थल नै छाडी सिधै हुलहुज्जत गर्दै विरोध कार्यक्रममा सहभागी भएका प्रदर्शनकारीहरूलाई प्रहरीसँग मुठभेड गरी निषेधित क्षेत्र तोड्नको लागि उत्प्रेरित गराई विभिन्न मिडिया हाउस तथा सुपरमार्केट, प्रहरी कार्यालय, सरकारी कार्यालय, संस्थान, निजी तथा सरकारी र प्रहरीका सवारी साधनहरू, सर्वसाधारण नागरिकको निजी घर, राजनीतिक दलका कार्यालय तथा राजनीतिक दलका नेताहरूको निजी निवास समेत तोडफोड र आगजनी गर्नुका साथै प्रहरी कर्मचारीलाई लाठी, ढुङ्गा, विभिन्न घरेलु हतियार तथा सवारी साधन जबरजस्ती ड्युटीमा खटिएको सुरक्षाकर्मीतर्फ हुइक्याई प्रहरीको ज्यान मार्ने प्रयास लगायतका हिंसात्मक तथा ध्वंसात्मक गतिविधि गरी तीन कुने स्थित प्रदर्शनकारीहरूको कार्यक्रम स्थल नजिकै रहेको घर, सो घरभित्र रहेका विभिन्न कार्यालयहरू समेत तोडफोड र घरभित्र मानिस छ भन्ने कुरा थाहा जानकारी हुँदाहुँदै आगजनी गरी ज्यान मार्ने समेतको अपराध गर्दा समेत अगुवा नेता तथा कार्यकर्ताहरूले सो अपराधिक कार्यहरूलाई रोक्ने प्रयास नगरी उल्टै प्रदर्शनकारीहरूलाई उक्साई उत्तेजित बनाई माथि उल्लेखित आपराधिक कार्यहरू गरी ज्यान विरुद्धको कसुर समेतको राज्य विरुद्धको कसुर समेतको अपराध गरेको हुँदा सो कसुरमा प्रतिनिधि सभा सदस्य माननीय डाक्टर धवल शमशेर राणालाई ललितपुर जिल्ला ललितपुर महानगरपालिका वार्ड नम्बर 15 7 बाटोबाट मिति 2081 12-15 गते अन्दाजी 21 बजेको समयमा पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान कार्य गर्दै रहेको बेहोरा जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान तथा कारबाही शाखाको पत्र संख्या 2081-82 चलानी नम्बर 1618-3 मिति 2081 12-16 गतेको पत्रबाट लेखी आएको हुँदा प्रतिनिधि सभा नियमावली 2079 को नियम 248 को उपनियम 1 को प्रयोजनको लागि सदनलाई जानकारी गराउँछु।